युट्युब कम्युनिटी गाइडलाइन्स भनेको के हो, यस बारेमा पनि संक्षिप्त जानकारी दिन चाहन्छु। र यो जानकारी लिनुभन्दा पहिले लाइक, सब्स्क्राइब र कमेन्ट पनि गर्दै गर्नुहोला। युट्युब कम्युनिटी गाइडलाइन्स भनेको युट्युबले तयार पारेका नियमहरू हुन्, जसले युट्युबमा अपलोड गरिएका भिडियो, कमेन्ट र अन्य सामग्रीहरूको लागि मानकहरू निर्धारण गर्दछ। यी नियमहरूले युट्युब प्रयोगकर्ताहरूलाई सुरक्षित, सम्मानजनक र सकारात्मक वातावरण प्रदान गर्न मद्दत गर्दछ। यी दिशानिर्देशकहरूले हानिकारक, अपमानजनक वा अवैध सामग्रीहरूबाट बच्न मद्दत गर्दछ। युट्युब कम्युनिटी गाइडलाइन्समा निम्नलिखित मुख्य विषयहरू समावेश छन्: स्क्याम र धोकेबाज। स्क्याम र धोकेबाज। स्क्याम, धोकेबाज वा भ्रामक सामग्री अपलोड गर्न मनाही छ। गोपनीयता, अरूको गोपनीयता उल्लङ्घन गर्ने सामग्री अपलोड गर्न मनाही छ। नस्लवाद र घृणा। नस्लवाद, जातिवाद, धार्मिक घृणा वा कुनै पनि प्रकारको घृणा फैलाउने सामग्री मनाही गर्दछ। हिंसा र खतरनाक सामग्री। हिंसा, आतंकवाद वा खतरनाक कार्यहरू प्रोत्साहन गर्ने सामग्री मनाही छ। बाल सुरक्षा। बाल बालिकाहरूको सुरक्षा सम्बन्धी सामग्री अपलोड गर्न मनाही छ। अश्लील सामग्री। अश्लील वा यौन सम्बन्धी सामग्री अपलोड गर्न मनाही छ। कपिराइट। कपिराइट उल्लङ्घन गर्ने सामग्री अपलोड गर्न मनाही छ। यदि कसैले यी नियमहरू उल्लङ्घन गर्दछ भने युट्युबले उक्त सामग्री हटाउन वा प्रयोगकर्तालाई चेतावनी, सस्पेन्ड वा प्रतिबन्ध लगाउन सक्दछ। यी दिशा निर्देशनहरूले युट्युबलाई विश्वव्यापी समुदायको लागि सुरक्षित वा सकारात्मक मञ्च बनाउन मद्दत गर्दछ। यो जानकारी वा यसबारे बुझिदिनु भएको लागि धन्यवाद।